नाचिनु हो क्या महत्त्वपूर्ण व्यक्तित्वहरूलाई पाएका छौँ। आजको यो गौरवको दिन हो। पाल्पाको सहकारी अभियानले यसलाई अत्यन्तै महत्त्वका साथ हेरेको छ। अहोरात्र खट्नुहुने तपाईँ सम्पूर्ण सहकारी अभियन्ताहरू, सहकारीको विगत के हो, वर्तमानमा के हुँदैछ, भविष्यमा के हुन सक्छ र हामीले अब के गर्नुपर्छ भनेर उपाध्यक्ष र आज कार्यक्रमको सञ्चालकको तर्फबाट हार्दिक स्वागत सहित अभिवादन टक्राउन चाहन्छु। मैले सङ्घका श्रद्धेय अध्यक्ष, पाल्पा जिल्ला सहकारी अभियानका अभियन्ता, हामी सबैका साथी श्री भूपति पाण्डेज्यूलाई यो कार्यक्रमको अध्यक्षको आसन ग्रहण गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्दछु। यहाँ आइसकेपछि उपस्थित अतिथिज्यूहरूलाई खादा लगाएर सम्मान गरिदिनुको निम्ति पनि हार्दिक अनुरोध गर्दै यो भव्य कार्यक्रमको प्रमुख अतिथिको रूपमा
आज उपस्थित हुनुभएका हामीले सानो कार्यक्रमलाई पनि धेरै महत्त्व दिएर आज उपस्थित हुनुभएका आजका विज्ञ वक्ता राष्ट्रिय सहकारी महासङ्घ नेपालका पूर्व अध्यक्ष एवं पूर्व मन्त्री सहकारी अभियन्ता श्री केशव प्रसाद बडालज्यूलाई आजको प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिको रूपमा पाल्पा जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनालज्यूलाई आजको विशिष्ट अतिथिको रूपमा आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको निम्ति तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुको निम्ति तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा घा सिंगालीज्यूलाई विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। यसै गरी अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको निम्ति रामपुर नगरपालिकाका नगर प्रमुख श्री रमन थापाज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। म यहाँलाई स्मरण गराउन चाहन्छु पाल्पा जिल्लाका 10वटा स्थानीय 9वटा स्थानीय तहहरू तानसेन नगरपालिकाले हामीलाई चाहिँ आयोजकको भूमिका निर्वाह गरेको छ भने अरू 9वटा स्थानीय सरकारहरूले हामीलाई प्रवर्तकको रूपमा उत्प्रेरकको रूपमा भूमिका निर्वाह गरेर सहयोग गरिरहनु भएको छ र मैले यहाँ आसन ग्रहणलाई अगाडि बढाइराखेको छु। यसै गरी आसन ग्रहणको निम्ति रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष श्री रूपमाधव भट्टराईज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्ने निम्ति हार्दिक अनुरोध गर्छु। यसै गरी रम्बा गाउँपालिकाका अध्यक्ष श्री विष्णु भण्डारीज्यूलाई अतिथिको आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। यसै गरी पूर्व खोला गाउँपालिकाका अध्यक्ष श्री नुन बहादुर थापाज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्छु। यसै गरी निस्ती गाउँपालिकाका अध्यक्ष श्री मुक्त बहादुर सारुज्यूलाई अतिथिको रूपमा आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। यसै गरी तिनौँ गाउँपालिकाका अध्यक्ष श्री प्रेम श्रेष्ठज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। माथागढी गाउँपालिकाका अध्यक्ष एम बहादुर खिदीज्यूलाई आसन ग्रहणको निम्ति निवेदन गर्दछु। यसै गरी रिप्तीकोट गाउँपालिकाका अध्यक्ष श्री नारायण बहादुर कुँवरज्यू कार्कीज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। यसै गरी बगनासकाली गाउँपालिकाका उपाध्यक्ष श्री हरिप्रसाद पाठकज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। यसै गरी आजका हाम्रा विज्ञ वक्ता हाम्रा अतिथि राष्ट्रिय सहकारी महासङ्घ नेपालका पूर्व महाप्रबन्धक एवं सहकारी अभियानकर्मी श्री चित्रकुमारी थाम्सुहाङ सुब्बाज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्छु। यसै गरी लुम्बिनी प्रदेश सरकारका सहकारी बोर्डका संस्थापक उपाध्यक्ष श्री धनेन्द्र घिमिरेज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्छु। यसै गरी नेपाली काङ्ग्रेसका सभापति हिमाल दत्त श्रेष्ठ वा प्रतिनिधिज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। नेकपा एमाले पाल्पाका अध्यक्ष श्री ओम बहादुर घरतीज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। नेकपा माओवादी केन्द्र पाल्पाका अध्यक्ष श्री राजेन्द्र विश्वकर्माज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। र यहाँ प्रतिनिधि जो कोही हुनुहुन्छ आसन ग्रहणको निम्ति स्टेजमा निम्त्याउँछु। त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति या कोही प्रतिनिधि हुनुहुन्छ भने आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्छु। यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री टुलबहादुर कुँवरज्यूलाई अतिथिको आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्छु। यसै गरी नेकपा समाजवादीका प्रतिनिधि जगन्नाथ नेपालज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्छु। यसै गरी राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष श्री विशाल दलनज्यूलाई अतिथिको आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्छु। यसै गरी प्रमुख जिल्ला अधिकारीलाई पनि हामीले निमन्त्रणा गरेका छौँ। प्रमुख जिल्ला अधिकारी तोया नारायण सुवेदीज्यूलाई पनि अतिथिको आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्छु। या कोही जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रतिनिधि हुनुहुन्छ भने आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक श्री नरेन्द्र चन्दज्यूलाई अतिथिको आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्छु। कोही प्रतिनिधि हुनुहुन्छ भने पनि उपस्थितिको निम्ति हार्दिक अनुरोध गर्छु। त्यसै गरी तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री पिताम्बर अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्छु। यसै गरी बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय
समिति अधिकृत खेमराज छिरालज्यूलाई अतिथिको रूपमा आसन ग्रहणको निम्ति हजुर। यसै गरी राष्ट्रसभाका सभापति या प्रतिनिधि जो कोही हुनुहुन्छ अतिथिको आसन ग्रहणको निम्ति स्टेजमा निम्त्याउँछु। यसै गरी तानसेन नगरपालिका वडा नम्बर 11 का अध्यक्ष तथा तानसेन नगरपालिका कार्यपालिकाका प्रवक्ता यादव सिंह कार्कीज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। वडा नम्बर 1 का अध्यक्ष सुनिल बस्यालज्यूलाई मञ्चमा आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। मञ्चमा आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। यसै गरी वडा नम्बर 2 का अध्यक्ष महेश्वर श्रेष्ठज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। वडा नम्बर 3 का अध्यक्ष बाबुरत्न साक्यज्यूलाई अतिथिको रूपमा आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी वडा नम्बर 4 का वडा अध्यक्ष हेमन्त साक्यज्यूलाई अतिथिको रूपमा आसन ग्रहणको निम्ति स्टेजमा निम्त्याउँछु। यसै गरी वार्ड नम्बर 6 का अध्यक्ष सागरमान महर्जनज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहणको निम्ति स्टेजमा निम्त्याउँछु। वार्ड नम्बर 7 का प्रदीप खनालज्यूलाई अतिथिको रूपमा आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। वार्ड नम्बर 8 का अध्यक्ष सोमनाथ हरियालज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्छु। वार्ड नम्बर 9 का अध्यक्ष राजेश कुमार हरियालज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। वार्ड नम्बर 10 का हिमलाल पंगेलीज्यू हुनुहुन्छ भने आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। वार्ड नम्बर 12 का मेयर सिंह केसीज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। 13 नम्बर वडाका वडाध्यक्ष भुक्टुकराज भट्टराईज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी वडा नम्बर 14 का वडाध्यक्ष सुभाखर भट्टराईज्यूलाई पनि आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी तानसेन नगरपालिका सहकारी शाखाका प्रमुख श्री दुर्गा थापाज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। पाल्पा उद्योग वाणिज्य सङ्घका प्रतिनिधि लक्ष्मण रेग्मीज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। पाल्पा व्यापार सङ्घका अध्यक्ष विष्णु कार्कीज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। यसै गरी जिल्ला सहकारी सङ्घ लिमिटेडका पूर्व अध्यक्ष एवं पाल्पा जिल्ला सहकारी अभियन्ता अझै हामीले सबैले भन्ने सहकारी बा श्री दुर्गा दत्त रेग्मीज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडका अध्यक्ष अथवा यो मूल आयोजक समितिका सहसंयोजक श्री जगदीश भट्टराईज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। पुरस्कुल सञ्चालक समिति सदस्य श्री सागर प्रसाद देवकोटाज्यूलाई पनि आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष श्री कमलराज तिमिल सिन्हालाई स्टेजमा आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। सहकारी सञ्जालका अध्यक्ष श्री महेश्वर पन्तज्यूलाई अतिथिको रूपमा आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी जिल्ला सहकारी सङ्घ लिमिटेड पाल्पाका सल्लाहकार श्री ध्रुवराज अधिकारीज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी टीकाराम भण्डारीज्यूलाई पनि आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्दछु। विष्णु आचार्यज्यूलाई आसन ग्रहणको निम्ति स्टेजमा निम्त्याउँछु। यसै गरी परिचयको निम्ति जिल्ला सहकारी सङ्घ लिमिटेडका सचिव श्री कृष्ण भट्टराईज्यूलाई परिचयको निम्ति हार्दिक अनुरोध गर्दछु। यसै गरी कोषाध्यक्ष श्री विनु गौतमज्यूलाई पनि परिचयको निम्ति निवेदन गर्दछु। यसै गरी सदस्य श्री कृष्ण कुमार आर्यालज्यू सबैलाई धन्यवाद छ। अब सचेतना दिँदै
घचघचाइरहनु हुने आजको यो कार्यक्रमका 2074ले गरेको व्यवस्था अनुरूप सहकारी अगाडि बढाउनको लागि र सहकारी ऐन सँगसँगै संविधानको प्रस्तावनामै सहकारीलाई महत्त्वपूर्ण खम्बाको रूपमा स्थापित गर्नको लागि उपस्थित हुनुभएका र सहभागिता जनाउनुभएका संविधानका निर्माता सहकारीको अभियानको सहयोग लिएर संविधानको निर्मातासम्म पुग्न सक्ने हामी सबैका सहकारी नेता आदरणीय सम्माननीय पूर्व मन्त्रीज्यूको यहाँ उपस्थिति भएको छ। यो उपस्थितिलाई हामीले अत्यन्तै महत्त्वका साथ पाल्पाको सहकारी अभियानले हेरेको छ। आजका प्रमुख अतिथिज्यू यहाँलाई ठुला काठमाडौँका चाहिँ मञ्चहरूमा आमन्त्रण गरिएको थियो, हामीलाई थाहा छ। तर यहाँले ती सबै कार्यक्रमलाई थाती राखेर पाल्पाको सहकारी अभियानलाई सम्मानका साथ सहभागिता जनाउन आउनुभएको र वर्तमान सहकारीको अवस्थाको बारेमा सहकारी कसरी चलाउने र सहकारीमा देखिएका समस्याहरू के हुन् र सहकारीले के गरेको छ र सहकारीले प्रति व्यक्ति आयमा पुर्याएको योगदानका विषयमा संक्षिप्त चर्चा गर्दै प्रमुख वक्ताको रूपमा उपस्थित भइदिनु भएकोमा म आयोजक समितिको तर्फबाट र सम्पूर्ण सहकारी अभियानको तर्फबाट पूर्ण समितिको तर्फबाट यहाँलाई हार्दिक आभारका साथ स्वागत गर्न चाहन्छु। यस्तै गरी उहाँले पनि यो अहिलेको वर्तमान अवस्थाको बारेमा स्पिच दिएर अथवा हामीलाई चाहिँ जानकारी गराएर समसामयिक विषयमा जानकारी गराइदिनु हुनेछ र उहाँको यो गरिमामय उपस्थितिप्रति म सम्पूर्ण पाल्पाली सहकारी अभियान कर्ताहरूको तर्फबाट र आयोजकको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट म हार्दिक स्वागत गर्न चाहन्छु।
बहिनीहरूलाई असाध्यै मिठो नृत्य र सहकारी गीत मार्फत एउटा सन्देश पनि प्रवाह गरेर जानुभएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ, सम्मान छ। यहाँको कलाको लागि एकपटक सबैले जोरदार तालीले सम्मान गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्छु। कार्यक्रमको समुद्घाटन कार्यक्रममा प्रवेश गर्दैछौँ। यो महत्त्वपूर्ण कार्यक्रमको सम्बोधन सहकारी अभियन्ता संविधान सभाका सदस्य माननीय केशव बडालज्यूलाई आजको यो भव्य कार्यक्रमको समुद्घाटन गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्छु। यहाँहरूले जोरदार तालीले सम्मान गरिदिनुको निम्ति पनि हार्दिक अनुरोध गर्छु। हाम्रो यो कार्यक्रम सम्मान हुँदैछ। यो कार्यक्रमको मात्रै होइन, सम्मान उद्घाटन होइन, यो कार्यक्रमको उद्घाटन सहित यो हाम्रो अभियानको उद्घाटन पनि हो। पाल्पा जिल्लाको सहकारी अभियानको उद्घाटन पनि हो। यहाँहरू सबै हामी सबैको लागि यो एउटा महत्त्वपूर्ण दिनको पनि उद्घाटन हो। त्यसैले यहाँले एकपटक पुनः जोरदार तालीले यो उद्घाटन सत्रलाई सम्मान गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्दै आजका प्रमुख अतिथि र अध्यक्षजीलाई हार्दिक अनुरोध गर्दछु। र आजको दिन सहकारी कर्मीहरूको निम्ति असाध्यै महत्त्वपूर्ण दिन हो। आज सिङ्गो पाल्पा जिल्लाको जनप्रतिनिधि, पाल्पा जिल्लाका राजनीतिक दल र पाल्पा जिल्लाको सहकारी अभियान एकै ठाउँमा केन्द्रित भएको छ। आजको दिनले यो पाल्पा जिल्लाको सहकारी अभियानमा नयाँ आयाम अवश्य पनि थप्नेछ भन्ने आशा एवं विश्वास छ। तपाईँहरू सबै आज एकदमै धैर्य धारण गरेर आज हाम्रा विज्ञ वक्ताको कुरा सुन्नुहुनेछ र त्यो सुनेका कुराहरू आफ्नो सहकारीमा, आफ्नो संस्थामा लागू पनि गर्नुहुनेछ भन्ने अपेक्षा गर्दै आदरणीय मित्रहरू, तपाईँहरू यता पछितिर उभिराख्नु भएको छ, यता अगाडि सिटहरू खाली छन्। कार्यक्रमलाई थोरै छोटो सम्मानको कार्यक्रमलाई जोड्न चाहन्छु। यो सम्मान हामीले खास गरिकन 3वटा विधामा सम्मान गर्ने योजना बनाएका थियौँ। खास गरी सहकारी अभियानमा सबैभन्दा लामो समयसम्म सहकारी अभियानमा लागेर आफ्नो जीवनको करिब उत्तरार्ध प्रवेश गर्नुभएका आदरणीय व्यक्तित्वलाई हामी सम्मान गर्दैछौँ। वास्तवमै उहाँको जीवन आज मैले भर्खर मात्र उहाँलाई सोधेँ, उहाँ 81 वर्षको हुनुभएछ। उहाँको सबै जीवन सहकारी अभियान, सहकारी विकास र सहकारी यो क्षेत्रमा व्यतीत गर्नुभएको छ। उहाँ मैले उद्घोषणको कार्यमा आसन ग्रहणमा पनि भनेको थिएँ, उहाँ पाल्पा जिल्लाको सहकारीका त्यो किसिमले यो पाल्पा जिल्लाको सहकारी अभियान अहिले जसरी चलेको छ त्योभन्दा कयौँ गुणा बढी यो सहकारी अभियानले गति लिनेछ भन्ने अपेक्षाका साथ बुवाको सुस्वास्थ्य एवं सुस्वास्थ्य दीर्घायु एवं उत्तर प्रगतिको कामना गर्दै बुवालाई ससम्मान यहाँले एकपटक फेरि सम्मान स्वरूप ताली बजाइदिनुको निम्ति हार्दिक अनुरोध गर्छु। त्यसै गरी मैले फेरि पनि भन्छु, उहाँ पाल्पा जिल्ला सहकारी अभियानको पिता हो, सहकारी अभियानको अग्रज हो। हामी सबैले उहाँको मार्गनिर्देशनलाई पछ्याउँदै आज पाल्पा जिल्लाको सहकारी अभियान यहाँसम्म पुगेको छ। यहाँ हामीले उहाँलाई नामै राखेका छौँ सहकारी बा भनेर। सहकारी बा आज चाहिँ सम्मानित हुनुभएको छ। यो एकदमै गर्व नगरपालिकाको सिङ्गो टिमलाई, जसले चाहिँ हाम्रो सहकारी अभियानलाई आफ्नै अभियान ठानेर हामीलाई सबै प्रकारका सहयोगहरू प्रदान गर्नुभएको छ। यहाँलाई फेरि पनि धन्यवाद दिँदै अब तेस्रो तथा अन्तिम कर्मचारी टिमलाई म हार्दिक बधाई दिन चाहन्छु र यहाँहरूको पुनः उत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त पनि गर्न चाहन्छु। वास्तवमै सहकारीहरू जति र मैले यहाँलाई स्मरण गराउन चाहन्छु, यो अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था अहिले यो वर्षमै राष्ट्रिय रूपमा समेत सम्मानित भएको छ। यसै गरी अरू संस्थाहरूले पनि यो सहकारी सहकारीको मर्म अनुसार सञ्चालन गरेर यो पाल्पा जिल्लाको सहकारी अभियान देशकै उत्कृष्ट अभियानको रूपमा स्थापित गर्नको निम्ति तपाईँ हामी सदैव सजग र सक्रिय रहन पर्ने आवश्यकता। आजको दिनले
आम कृषक, श्रमिक, कारीगर, न्यून आय वर्ग र समग्र सहकारी अभियन्ताको संशोधन गर्ने विधेयक यही चैत्र 18 गते राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भइसकेको व्यवस्था यहाँ समक्ष विधिँदैछ। स्थानीय सरकार संशोधन ऐन 2074 को व्यवस्थाअनुसार सहकारी विकासमा स्थानीय तहको अधिकार र भूमिका विशेषतः नियमन, प्रशिक्षण र प्रवर्धनमा केन्द्रित रहेको छ। यसअनुसार तेस्रो खम्बाको रूपमा रहेको यो सहकारीले अवश्य पनि देशको आर्थिक विकासमा, आर्थिक तपाईको कार्यहरूमा विभिन्न व्यक्तित्वको आर्जन गर्ने, विभिन्न व्यक्तिहरूको, जनताहरूको आफ्नो सुव्यवस्था गर्नको लागि सहज हुने हिसाब किताब भएको मैले मानेको छु। कान्छी नगरपालिकाको हकमा भर्खरै प्रेजेन्टेसन पनि भइसकेको छ। यहाँ 55वटा सहकारी रहेको कुरा रहेको छ। सहकारी नियम र विनियमको कुरा गर्दाखेरि हामीले प्रत्येक वर्ष सम्पूर्ण सहकारीका साथीहरूले आफ्ना लेखा सम्बन्धी हिसाब किताब चुस्त राखेर त्यही तपाईँको सभामा प्रस्तुत गरी कान्छी नगरपालिकामा पेश गर्नुपर्ने देखिन्छ। तर आज मैले बिहानै सरकारको कार्यक्रम चाहिँ के छ परिस्थिति भन्ने हेर्ने कुरामा भनिरहेको थिएँ। तर 75% कान्छी नगरपालिका भएको 55वटा सहकारी मध्ये 75% 30% सहकारी साथीहरूको ऋण नभएको पनि मैले सम्बन्धित यो सम्मानित सभामा जानकारी दिन चाहन्छु र सम्बन्धित व्यक्तिहरूले कयौँ त्यस्ता सहकारी साथीहरू त्यस विषयमा विशेष पहल गरिदिनु मैले अनुरोध गर्दछु। जहाँसम्म सहकारीको राष्ट्रिय अवस्था छ, यो कान्छेन र पाल्पा जिल्लाका सहकारीहरू त्यस्तो तपाईँको विभिन्न पोखरा, काठमाडौँ, बुटोल, नेपालगञ्ज तथा वीरगञ्जमा विभिन्न भाइरसहरू लागेको परिस्थिति देखिन्छ। हामी पत्र पत्रिकाहरू, सामाजिक सञ्जालहरूमा देख्छौँ त्यो प्रकारको भाइरस अहिलेसम्म नरहेको परिस्थिति छ। तर पनि यो तपाईँको सहकारीको अनुगमन गर्ने, नियमन गर्ने कार्य स्थानीय सरकारले दिएको छ। मैले भन्छु, म पनि विभिन्न बैङ्कहरूमा अध्यक्ष सदस्य भएर काम गरेको परिस्थिति हो। त्यसको नियमन गर्ने, बैङ्क र वित्तीय संस्थाहरूको नियमन गर्ने राष्ट्र बैङ्कले पूर्ण जिम्मेवारी लिएको छ। त्यसले मैले हिसाब गर्दाखेरि हामीले त्यहाँ त्यसको तपाईँको वार्षिक प्रतिवेदन, वार्षिक लेखा परीक्षणको कुराहरूमा एउटा माइक्रो सूक्ष्म रूपमा हेरेर यसले त्यो नाफा नोक्सानको विश्लेषण गरेर त्यसको परिस्थिति सामाजिक अडिट तथा तपाईँको लेखा अडिट स्पष्ट गरेर तिनीहरूले अनुमति दिने गर्छ। तर यहाँ तपाईँको सबै स्वतन्त्रता त्यो तपाईँको सहकारीले दिएको छ। प्रमुख अतिथिलाई यो भन्न चाहन्छु, मैले सुनाउन चाहन्छु। यसबाट उहाँले यसबाट तपाईँको नयाँ विधिको प्रक्रिया गरोस् भन्ने चाहन्छु। अभियान पुगेको छ, सञ्चालित भएको छ। 74 लाख करिब व्यक्तिहरूको आबद्धता छ। त्यसमा 56% महिला दिदीबहिनीहरू हुन्छ। मैले धेरैजना महिला दिदीबहिनीहरूको यहाँ सहभागिता देखेको छु। मलाई खुसी पनि लागेको छ। आदरणीय महिला दिदीबहिनीहरू र अन्तर्राष्ट्रिय सहकारी जगतमा नेपालको सहकारी अभियानको एउटा गर्विलो उपस्थिति छ। हामीले हेर्दै आएका छौँ नेपालको सहकारी अभियानले भएको छ। हामी गौरववादी छौँ। करिब हाम्रो 60 र 70 को दशकमा सहकारी अभियानको त्यो बेला चाहिँ अलिकति उर्वर थियो। 60 को दशक म विशेष गरी सम्झन चाहन्छु र त्यसपछि 70 को दशक पनि सहकारी अभियानले, नेपालको सहकारी अभियानले एउटा फड्को मानेको अवस्था हो र यसका सबल पक्षहरू धेरै छन्। मैले मेरो 45 मिनटको समय भन्नुभएको छ। म अझ त्योभन्दा अगाडि अझ कम वित्तीय संस्थामा पहुँच नपुगेका व्यक्तिहरूले सहज पहुँच पुगेको छ। तपाईँहरूले सायद मिडियाहरूमा हेरिराख्नु भएको होला। 50-60 जना सीमित व्यक्तिहरूको मात्र पहुँच छ त्यहाँनिर ब्याङ्क वित्तीय संस्थामा। तपाईँ हामी जस्तो जसको ब्याङ्क वित्तीय संस्थामा पहुँच पुग्दैन, हामी जस्तो विशेष गरी महिला दिदीबहिनी, न्यून आय भएको